घण्टी बजाउँदै अब रासोपाबाट भावी प्रधानमन्त्रीमा बालेन शाह उम्मेद्वार भएका छन्। अब पार्टी रवि लामिछानेले चलाउने सभापतिको रूपमा, देश बालेन शाहले चलाउने प्रधानमन्त्रीका रूपमा भनेर दुई बीच सहमति भएको छ। चुनाव आउँदैछ, त्यसको लागि चुनाव जित्नु र ठूलो दल हुनु जरुरत पनि छ। मेयर बालेन र रवि बीच केही बेर अघि 7 बुँदे सम्झौता भएको छ। सम्झौता अनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारिनेछ। चुनाव चिन्ह रासोपाकै घण्टी हुनेछ। सम्झौता पत्रमा रासोपा सभापति रवि लामिछाने र बालेन शाहले हस्ताक्षर गरेका छन्। यो विषयमा कुराकानी गर्नका लागि यति बेला हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ वार्ता टोलीका सदस्य एवं बालेन शाहका सचिवालय सदस्य सुदीप ढकाल। हामीलाई बधाई भन्दा पनि सारा नेपालीलाई बधाई दिँदाखेरि राम्रो हुन्छ। यो सारा नेपाली आम नागरिकहरूको बुझाइ रवि र बालेन मिलोस्, सबै एकजुट भएर वैकल्पिक शक्तिहरू अगाडि बढुन् भन्ने एउटा जनचाहना थियो। त्यो जनचाहना आज पुरा भएको छ। यो एउटा सुरुवात हो, यसले लामो गति लिनेछ।